हेलो गुड मर्निङ साथीहरू, म मिना गोले हजुरहरूको माझमा आज न्यू ब्लग लिएर आइसकेँ। धेरै दिनको बाद म चाहिँ आज सिन्धुली जाँदैछु साथीहरू। म चाहिँ गाडी चढ्नलाई जाँदैछु यहाँ अगाडि हाइवेसम्म। अनि म चाहिँ बहिनीलाई नभनी जान लागेको, माइली बहिनीलाई सरप्राइज दिनको लागि जाँदैछु है त साथीहरू। दाइले बोलाइसक्नु ढिलो भइसक्यो, बाटोमा देखाउँला है त। अहिले चाहिँ हामी काभ्रे भन्ज्याङ क्रस गरेर अलिक तलतिर आइसकेका छौँ साथीहरू। यो पारीको गाउँ कस्तो रमाइलो रहेछ। अनि आकाश पनि आज क्लिन भइरहेछ, हेर्नुहोस् न कस्तो राम्रो सुन्दर देखेको छ आकाशहरू पनि। अब हामी सरर पूर्वै जाने रेल, हाँसेर बोलिदेऊ कान्छी 2 दिन बचुन्जेल भन्दै चाहिँ पूर्वतिर लाग्यौँ। यसरी कस्तो राम्रो भ्यूहरू पारीतिर। यहाँ कति राम्रो फुल फुलिसकेको रहेछ। अब चाहिँ यो चाहिँ भकुण्डे बेसीतिर साथीहरू। अब भकुण्डे बेसीको बजार चाहिँ आइपुग्न लाग्यो साथीहरू। चाहिँ हामी भकुण्डे बेसीतिर हो। सरर हामी भकुण्डे बेसीको बजार पनि यसरी अब प्रवेश गरिसक्यौँ। वाउ कस्तो राम्रो हो बाटो पनि। हेर्नुहोस् त कति राम्रो बाटो भ्यू पनि। चट्ट यता चाहिँ पसलहरू। अनि अब चाहिँ हामी लागिसक्यौँ रोसी। हेर्नुहोस् न रोसीतिर बाटोहरू मर्मत हुँदैछ। अब यो बर्खामा यो बाटो चल्ने हो कि नचल्ने हो साथीहरू। अहिले त जे होस् चलिरहेछ। यता अगाडि पनि मर्मत हुँदै रहेछ। अगाडितिर जेसीबीले पुरा बनाउँदै हुनुहुन्छ। पूर्व सिन्धुलीतिरको यात्रामा चाहिँ हामी बाटो मर्मत गरिरहेको देखाइरहेको छौँ रोसी खोलामा हजुरहरूलाई। अब यहाँबाट पनि हामी अगाडि बढिसक्यौँ। म चाहिँ दाइको गाडीमा छु। यसरी खोला पाखा भित्ताको भ्यूहरू पनि राम्रो निक्लिरहेको छ। मलाई रमाइलो लागिरहेको छ यो भ्यूहरू हेरेर। आज चाहिँ काठमाडौँको भिडभाडबाट चाहिँ आफ्नैतिर लाग्यौँ। आफ्नोपनको भाइब आउँदैछ। तर म चाहिँ घर चाहिँ पुग्दिनँ, सिन्धुली बहिनीको सम्म गएको हो। बहिनीकोमा 1-2 दिन बस्छु र फेरि काठमाडौँ रिटर्न हुनुपर्ने हुन्छ साथीहरू। हेर्नुहोस् रोसी कति धमिलो भइरहेछ। आजभोलि अलिअलि पानी परिरहेछ नि। यहाँ पनि बाटो मर्मत हुँदै रहेछ साथीहरू। टिफरमा माटो लोड हुँदैछ। हाम्रो नेपाल राम्रो नेपाल भनी जस्तै हाम्रो नेपाल यति प्यारो छ साथीहरू। हेर्नुहोस् डाँडा पाखा कति राम्रो। वारिपारि हेर्दा पनि चटक्क रमाइलो देख्ने, मनपर्ने, मनमोहक सुन्दर हुने। यहाँनिर हुँदो रहेछ बुद्ध भगवानको पार्क। कति राम्रो हेर्नुहोस् न। यतातिर फेरि हरियाली मकै वैशाखको दिनमा पनि धान चामल आएर यति राम्रो सुन्दर देख्ने ठाउँहरू। र अब चाहिँ हामी आइसक्यौँ खोडकोट बजार साथीहरू। हेर्नुहोस् है खोडकोट बजार। चटक्क खोडकोट बजार आइपुगिसक्यौँ हामी। अब यहाँ चाहिँ खाना खानुपर्ने हुन्छ।
खाना खाएपछि भेटौँला है त साथीहरू। अब चाहिँ गढीको नजिकतिर आइपुगिसके साथीहरू। हामी सिन्धुली गढी हेर्नुहोस्, यहाँबाट चाहिँ गढी दरबार जाने हो यो गेटबाट चाहिँ। अब यहाँबाट आउँदा चाहिँ हामी सिन्धुलीतिर झरिसक्यौँ। अहिले चाहिँ अलिअलि पानी पनि परिरहेको छ बाहिर। हामी चाहिँ गाडीमा गुडिरहेको छौँ सरर सिन्धुलीतिर। यता म छु हेर्नुहोस्। हामी लाग्यौँ सिन्धुली बजार सरर। अब चाहिँ हामी आइसक्यौँ है त साथीहरू सानो भद्रकाली। अनि यता चाहिँ हाम्रो सेल्फी डाँडा हेर्नुहोस्। यहाँबाट माथि चाहिँ हाम्रो सेल्फी डाँडा हो हेर्नुहोस्। सेल्फी डाँडाको रमझम यस्तो चलिरहेको छ। सेल्फी डाँडा हेर्नुहोस् साथीहरू। हो जुनार सुनारहरू के हो रङ्गी चङ्गी छ। अब यहाँबाट चाहिँ हामी फेरि लागिसक्यौँ सेल्फी डाँडाबाट हुँदै तलतिर हुँदै। यो पारी चाहिँ सानो भद्रकाली हो साथीहरू। ठुलो भद्रकाली चाहिँ हाम्रो काठमाडौँ भद्रकालीमा भने, सानो भद्रकाली चाहिँ यहाँ हुनुहुन्छ। यहाँबाट चाहिँ अझै तलतिर हामी अब पिपल भन्ज्याङतिर लागिसक्यौँ साथीहरू। यहाँ हुनुहुन्छ हाम्रो माइला दाई। माइला दाई लाइक गर्दै हुनुहुन्छ। यो तल चाहिँ हो पिपल भन्ज्याङ, तलको गाउँ चाहिँ। अब यहाँबाट हामी पिपल भन्ज्याङ हुँदै तल चियाबारी पुग्नुपर्ने हुन्छ साथीहरू। भ्यूहरू हेर्नुहोस् न, यस्तो लोभलाग्दो भ्यूहरू छ कि हाम्रो सिन्धुलीको। यति राम्रो साथीहरू। यसरी सरर गर्दै साट गोलाइहरू घुमिरहेको छ। यस्तो राम्रो भ्यूहरू छ कि साथीहरू। झन् नजिक आयो, झन् मन त हर्षमय हुँदैछ साथीहरू। झन् नजिक आयो, झन् त्यति नै। आफ्नो गाउँ भनेको गाउँै हुँदो रहेछ साथीहरू। आफ्नो गाउँठाउँ भनेको यति रमणीय हुँदो रहेछ कि हामी जहाँ जता राम्रो सुक्खा शैलमा बसे पनि हाम्रो गाउँको ढुङ्गा माटो डाँडा काँडा नै हामीलाई प्यारो लाग्ने रहेछ। अनि केही बेर पछि चाहिँ अब म ढुङ्ग्रेबास आइपुग्ने छु साथीहरू। मेरो बहिनीको घर हेर्दै गर्नु होला है त। तिमीहरूलाई केही पनि थाहा भएन रहेछ। पैसा भएपछि जे पनि हुन्छ। उनीहरूले आधो जिम गरेर घटाइसक्यो। नमस्ते सम्पूर्णलाई भन्नुहोस्। सम्पूर्णलाई नमस्ते। म पासाङ तामाङ भन्नुहोस्। म पासाङ तामाङ। म ठुलो मम्मीको छोरी भन्नुहोस्। म ठुलो मामाको छोरी। म स्कुल जान लागेको है साथीहरू भन्नुहोस्। हामी स्कुल जान लागेको है साथीहरू। हजुरहरू बस्दै गर्नु होला, म स्कुल गएर आउँछु भन्नुहोस्। हजुरहरू बस्दै गर्नु होला, म स्कुल गएर आउँछु। हेलो साथीहरू, आज चाहिँ नेक्स्ट डे। हिजो चाहिँ म काठमाडौँबाट मेरो बहिनीलाई सरप्राइज दिन आएको थिएँ, तर बहिनी चाहिँ सरप्राइज भएन। अनि म हिजो चाहिँ धेरै थाकेको भएर मैले चाहिँ भिडियो बनाउन सकिनँ। पछि चाहिँ म आएर सुतेँ। अनि आज चाहिँ नेक्स्ट डे। आज चाहिँ म के गर्छु मेरो छोरीसँग बहिनीसँग म हजुरहरूलाई देखाउने छु। हेर्दै गर्नुहोस् है त। ल घुम्नुहोस्
वाउ दिस इज माई आउटफिट भन्नुहोस् दिस इज माई आउटफिट भन्नुहोस् ल घुम्न वाउ मेरो पुतुर्की छोरी ठुलो मामु कहिले आउनुभयो हिजो माया लाग्छ ठुलो मामुको खोइ माया गर्दै वाउ ल स्कुल जाँदा र अनि ठुलो मामी त यस्तो छ यी कपाल सपाल पुरै जानु बोक्सी जस्तो ठुलो मामी पुऱ्याइदिनु ठुलो मामी यस्तो हालतमा छ ए एकछिन त ठुलो मामी नाना बनाउँछ ल हिँड्नु फटाफट हिँड्नुहोस् ल हिँड्नुहोस् न हिँड्नु न आउनुहोस् छिटो छिटो आउनुहोस् भाइलाई नहेर्नुहोस् बहिनीलाई नहेर्नुहोस् छिटो आउनुहोस् न छिटो आउनुहोस् न बहिनीतिर नजानुहोस् स्कुल जाने कति कति धेरै अरू मामा काठमाडौँ जाऊँ किन अरू सबै किन्दिनु हो मामा पैसा सकिएछ त छैन त गोजीमा मेरो त छ हजुर त्यसो भए मलाई किनिदिनुहोस् ओके ओके छोरी साथीहरू अब एकछिन हामी डुल्न गएको भन्दै आजको भिडियोबाट चाहिँ हामी बिदा लिन चाहन्छौँ बाई बाई भन्नुहोस् बाई बाई भन्नुहोस् भोलि भेटौँला भन्नुहोस्